बुढा मान्छे आएन कोही आए त बेलुकै भइसक्यो कि साउजी यसो मोजाहरू देखाउनुहोस् त उसको मजा कुन चाहिँ हेर्ने हेरौँ न मोजा यो राम्रो छ ओहो सामान चाहिँ राम्रै किन्नु हुन्छ त्यसो ल प्याक गरिदिन्छ है कति हो नि यसको यसको जम्मा 100 रुपियाँ दिए हुन्छ 100 रुपियाँ मलाई एउटा मोजा देखाउनुहोस् त कुन चाहिँ वाला हेर्नु न है कुन लाउने अलि रातो त घरमै छ म त यो पिङ वाला ए ल यसको जम्मा 50 रुपियाँ 50 रुपियाँ हजुर हजुर 50 रुपियाँ अहिले भर्खर मलाई 100 रुपियाँ लिनुभयो होइन अनि उहाँलाई त 50 रुपियाँ नरिसाउनु न दिदी हाम्रोमा अलिकति राम्रो मान्छेहरूलाई अलिक महँगै लिन्छ कि राम्रो मान्छेहरू के म चाहिँ नराम्रो छु त होइन कि उहाँभन्दा अलिकति मात्र कम भनेको तपाईँलाई मैले 50 मात्रै लिएको छु नि त ए म पनि दिन्छु ल 100 रुपियाँले ल अब त बराबरै भयो नि बराबर भनेर भन्छ अघि मलाई नराम्रो छु भनेको होइन त्यसो भनेर पाइन्छ म पनि पैसा कमेर दिन्छु नि ल दिदी तपाईँ नै राम्रो भने तपाईँले प्रुभै गरिदिनु भयो अब त के भन्नु नै छैन अनि भन्न खोजेको के हो भाइ म चाहिँ के नराम्रो छु भन्न खोजेको त्यो उहाँले फेरि 100 रुपियाँ दिइहाल्नु भयो त होइन म पनि दिन्छु ल 100 रुपियाँ ल अब त भयो त्यसो म पनि राम्रो छु नि ल अब ल कति भयो ल भाइ ल ल भाइ ल अब के भएको ल हामीसँग पनि छ नि के हो ल यहाँ पनि छ नि ल म राम्रो के कति राम्रो ल म सबै दिन्छु ल म सबै दिन्छु ल दिदी तपाईँले पनि साबितै गरिदिनु भयो हार माने मैले पनि अब त ल साउजी म जान्छु है ल बहिनी तिम्रो हिस्सा ल यति नगरे त काठमाडौँमा बाँच्नै गाह्रो छ ल ल भोलि पनि आऊ है ल ल ल ल गयो है त ल